साथीहरू, आज यो हिमालको उपनामहरू चाहिँ कसरी जान्ने भन्ने कुरा चाहिँ म तपाईँहरूलाई थोरै भन्न गइरहेको छु। चाहिँ केही ट्रिकहरू लगाएर चाहिँ हामी यो हिमालको नामहरू सिक्नेछौँ र भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। र यो हिमाल छ, सुरुमा चाहिँ यो मनासलु हिमाल छ। यो मनासलु हिमाललाई चाहिँ हामी कसरी किन सम्झिन सक्छौँ भने यसमा चाहिँ ट्रिक के छ भने यसलाई बिस्तारै पढ्नु होला साथीहरू। मनासलु हिमाल भनेर पढ्नु होला। मनासलुबाट चाहिँ यो हामीलाई चाहिँ एउटा चाहिँ मन सम्झिन सक्छौँ। मन अथवा मन नाशबाट चाहिँ नाश सम्झिने, मन हाम्रो भित्री मनको कुराहरू चाहिँ नाश हुने भनेर सम्झिने। भित्री मनको कुरा चाहिँ नाश हुन्छ भनेर सम्झिने दुईवटाबाट। मनबाट चाहिँ मन भइहाल्यो र फेरि नाशबाट चाहिँ नाश हुने कुराहरू। मनमा केही कुराहरू नाश हुन्छ, त्यो नाश हुनुलाई चाहिँ हामी के भन्छौँ भन्दा चाहिँ इङ्ग्लिसमा चाहिँ किल भन्छौँ क्या। किल अथवा किलर है, मार्ने मान्छेलाई चाहिँ किलर। जसलाई चाहिँ यसलाई चाहिँ हामीले यति छ भने मनासलु सम्झिने बित्तिकै किलर। किलर भनेको चाहिँ कसले किल गर्छ त भन्दाखेरि चाहिँ अब कुनै धोका पाएको सम्झिँदा पनि हुन्छ है, जे हुँदा पनि मनलाई चाहिँ किल गर्ने के, मनलाई किल गर्ने भनेर सम्झिने। मनासलु हिमाल भनेर चाहिँ किलर माउन्टेन त भइहाल्यो होइन। यसरी चाहिँ यसलाई सम्झिन सकिन्छ। मनासलु सुन्ने बित्तिकैमा हामीले किलर हुनु पऱ्यो, किलर मन भएको के, किलर मन भएको भनेर चाहिँ हामीले सम्झिन सक्छौँ। र यस्तै गरी अब हामीले चाहिँ यसलाई चाहिँ घोक्नु पर्दैन साथीहरू, घोकेर कुनै सम्भव नै छैन। र हामीले यस्तै ट्रिक सुन्ने बित्तिकैमा चाहिँ हामीले चाहिँ थाहा पाउनु पऱ्यो। र यो किलर माउन्टेन भनेर कुन हिमाललाई चिनिन्छ भनेर चाहिँ प्रश्न आयो भने हामीले चाहिँ किलर भन्ने बित्तिकै किलर मन आउनु पऱ्यो कि अलरेडी होइन, किलर मन हुनु पऱ्यो। र यो दिनमा चाहिँ माछापुच्छ्रे हिमाललाई चाहिँ हामी कुमारी हिमाल भनेर चाहिँ चिन्न सक्छौँ। यसलाई चाहिँ कसरी किन याद गर्ने त भन्दाखेरि यो माछापुच्छ्रे चाहिँ हामीले माछापुच्छ्रे मात्र याद गर्ने, माछापुच्छ्रेको माछा मात्र याद गर्ने। पहिला माछाहरूको विवाह भएको हामीले कहिले पनि देखेको छैनौँ होइन साथीहरू। यसलाई चाहिँ हामी यस्तो ट्रिक चाहिँ के छ भने माछापुच्छ्रे अथवा कुमारी हिमाल, कुमारी भन्ने बित्तिकै कुमारी भनेको चाहिँ हामीले माछाको विवाह भएको कहिले पनि देखेको छैनौँ भनेपछि माछाहरू जहिले पनि कुमार नै हुन्छन् है, माछाहरू जहिले पनि कुमार नै हुन्छन् अथवा कुमारी नै रहन्छन्। सो हामी यसलाई चाहिँ माछापुच्छ्रेलाई चाहिँ हामी कुमारी हिमाल, कुमारी आउने बित्तिकै हामीले माछापुच्छ्रे भनेर सम्झिन सक्छौँ। र यो माछापुच्छ्रेलाई हाम्रो अर्को चाहिँ मदर हर्न अफ नेपाल पनि भनिन्छ। मदर हर्न अफ नेपाल भन्दा चाहिँ कस्तो भने चाहिँ माछाको भयो अलिक पुच्छ्रे। अब अगाडिको माछाबाट चाहिँ कुमारी, माछाहरू कहिले विवाह गर्दैन, कुमारी नै रहन्छन्, त्यो भयो। र यो पुच्छ्रेबाट चाहिँ पुच्छ्रे भनेको यो इङ्ग्लिसबाट चाहिँ हन भन्छ, हन भनेको सिङ हो साथीहरू। माछा चाहिँ कुनै पनि तालमा पौडिरहेको बेलामा चाहिँ माथि त्यसको चाहिँ प्वाँख देखिन्छ भने त्यो चाहिँ सिङ जस्तो देखिन्छ साथीहरू, त्यो सम्झिनुपर्छ। त्यसैले चाहिँ हन भनेको चाहिँ सिङ, पुच्छर जस्तै सम्झिने। सो मदर हर्न अफ नेपाल भनेको माछापुच्छ्रे हो। र यो जुन धौलागिरी हिमाल छ, यो धौलागिरी हिमालको चाहिँ साथीहरू एउटा यसको ट्रिक चाहिँ के छ भने यतिबाट सम्झिने। पहिला धौलागिरी हिमाल भन्ने बित्तिकैमा के सम्झिने भने धौलालाई सम्झिने, गिरी भनेको चाहिँ एउटा जात कास्ट सम्झिने होइन, जुन गिरीहरू हुन्छन् त्यस्तो गिरी सम्झिने। यो चाहिँ धौलायो। धौलाबाट चाहिँ धौलायो भन्ने कुरा सम्झिने, धौलाबाट चाहिँ धौलायो। किन धौलायो भने चाहिँ कुनै पनि पैसा अब कसैले चाहिँ म यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भने पैसा धौलायो भन्ने हुन्छ नि, त्यो सम्झिने। जुन यो धौलायो गिरीले भनेर सम्झिने, धौलागिरी भन्ने बित्तिकै धौलागिरी भन्ने बित्तिकै धौलायो गिरीले, धौलायो गिरीले के गरेर धौलायो त भन्दाखेरि चाहिँ 81 सरस्वतीको पूजा गरेर, यति भनेर सम्झिने साथीहरू। किन धौलागिरीले 81 सरस्वतीको पूजा गरेर, धौलागिरी 81 सरस्वतीको पूजा गरेर भनेपछि 81बाट चाहिँ 81 आउँछ र 67बाट चाहिँ 67 आउँछ। यो मिटर चाहिँ यसको हिमालको उचाइ हो साथीहरू है, यो हिमालको उचाइ हो। किन म चाहिँ यहाँ चाहिँ हिमालको उचाइ किन भने चाहिँ यहाँबाट चाहिँ सम्झिन चाहिँ सजिलो छ। जस्तै 81 सरस्वतीको पूजा गरेर भनेपछि कसरी धौलायो भन्दाखेरि चाहिँ यसरी धौलायो, 81बाट चाहिँ 81 भन्ने साथीहरू र 67बाट चाहिँ 67 मिलाउने। र यहाँबाट चाहिँ हामी अर्को के जान्न चाहन्छौँ भने
जुन यो सरस्वती भनेको विद्याको देवी होइन, विद्याको धनी। र सरस्वतीलाई जहिले पनि मनपर्ने रङ भनेको सेतो हो साथीहरू, सेतो रङ हो। र सेतो रङ सरस्वतीलाई मनपर्ने सेतो रङ भएको कारणले गर्दाखेरि सेतो हिमाल भनेर कसलाई चिनिन्छ भन्दाखेरि, सेतो हिमाल भनेर कसलाई चिनिन्छ भन्दाखेरि चाहिँ धौलागिरी हिमालले, एउटा यो सम्झिनु पऱ्यो। अनि यहाँबाट चाहिँ सेतो हिमाल त्यसरी आउँछ। र यो 6 चुलीको हिमाल भनेर कसलाई चिनिन्छ भने चाहिँ 6 चुली, हाम्रो गाउँघरतिर चुली भन्ने हुन्छ होइन, यो आरू जस्तो हुन्छ त्यो, यसलाई चाहिँ हामी चुली भन्छौँ। धौलायो गिरीलाई 6 चुली भनेर चाहिँ याद गर्ने कि, 6 चुली भनेको आरू जस्तो फल हो है साथीहरू, यसलाई चाहिँ 6 चुली भनेर चाहिँ याद गर्ने। धौलायो गिरीले 6 चुली भनेर चाहिँ याद गर्ने। यो चाहिँ 6 चुली चाहिँ धौलायो भन्ने, 6 चुली भन्ने बित्तिकै 6 चुली कसले धौलायो गिरीले, कसलाई, मलाई भनिनु भयो, साथीलाई भनिनु भयो, आफन्त जसलाई भन्दा नि हुन्छ है। र यो सबैभन्दा पहिलो उचाइ नापिएको भन्ने बित्तिकै आउने थियो, सबैभन्दा पहिला उचाइ नापिएको हिमाल कुन हो भनेर आउने बित्तिकै हामी चाहिँ के सम्झिनु पऱ्यो, सबैभन्दा पहिला उचाइ नापिदिन्छु भनेर चाहिँ पैसा लिने मान्छे, पैसा लिने हुन्छ कि, र म तपाईँको यो सबैभन्दा पहिला उचाइ नापिदिन्छु, तपाईँ मलाई चाहिँ यति पैसा चाहिँ दिनु होला, अरूभन्दा अगाडि गरिदिन्छु भनेर जहिले पनि ठग फटाहरूले के गर्छन्, मान्छेले धौलाउने काम गरेर आउँछन् क्या। सबैभन्दा पहिला उचाइ नापिएको हिमाल भन्ने बित्तिकै सबैभन्दा पहिला उचाइ नापिदिन्छु भनेर गिरीले धौलायो मलाई, अथवा धौलायो हामीलाई, जे भनेर पनि मिलाउन सकिन्छ साथीहरू। यसरी चाहिँ गर्न सकिन्छ। पढ्ने भन्ने कुरा चाहिँ यसरी किन ट्रिक लगाएर पढ्ने हो, घोकेर हुँदैन, यतिकै याद गरियो भने चाहिँ सजिलो हुन्छ। र यस्तै भिडियोको लागि तपाईँहरूले मलाई यो आइडीलाई चाहिँ सब्सक्राइब गर्नुहोला, र मेरो भिडियो कस्तो लाग्यो कमेन्ट मार्फत भन्नुहोला। र यस्तै भिडियो तपाईँहरूलाई चाहिँ अन्य भिडियोहरू पनि यस्तै चाहिन्छ र यस्तै ट्रिक्स चाहिँ चाहिन्छ भने कमेन्ट गर्नुहोला, र म यस्तै भिडियोहरू ल्याउनेछु तपाईँहरूको माझ। थ्याङ्क यू, धन्यवाद।